धादिङका आयुष मगर जेन्जी आन्दोलनमा घाइते भए। क वर्गका घाइते हुने अहिले पनि उपचारार्थ छन्। सरकारले सहयोग पनि गरिरहेको छ उपचारमा, तर उनीहरूले पाउने जीवन निर्वाह भत्ता केही महिनादेखि पाएका छैनन्। घर चलाउने खर्च यही हो आयुषको। त्यसैले उक्त भत्ता तुरुन्त भुक्तानी गर्न सम्माननीय सभामुख मार्फत गृह र अर्थ मन्त्रालयले अनुरोध गर्न चाहन्छु। आयुषको मात्र होइन, यो समस्या सबै घाइते जेन्जीहरूको हो र गृह र अर्थ दुवै मन्त्रालयमा योभन्दा अगाडि छलफल पनि भइसकेको हो, तर लामो टाइमदेखिको यो निकासा हुन सकेको छैन। यसको लागि ध्यान आकर्षण गर्न चाहन्छु। दोस्रो, बुढालिङकाण्ड निवासी वडा नम्बर 10 का साइकल यात्री प्रशान्त पाण्डे जो 52 वर्षको हुनुहुन्छ। उहाँ जेठ 10 गते साइकल यात्राको क्रममा धादिङ जिल्लाको रुबी भ्याली सोमदाङ हुँदै जानुभयो र रुई भ्यालुको सेरतुङमा गुफाभिर नजिक सडकबाट करिब 200 मिटर तल खसी सख्त घाइते हुनुभयो। स्थानीय र त्यहाँको सुरक्षाकर्मीको सहयोगमा उहाँको उद्धार भयो र हेलिकप्टरबाट उहाँलाई काठमाडौँ लिएर आइयो र अहिले उहाँ हेम्स अस्पतालमा उपचारार्थ हुनुहुन्छ। 5वटा करङहरू भाँचिएको छ। उहाँको स्वास्थ्य लाभको कामना पनि गर्न चाहन्छु। उहाँ मात्रै होइन, यस्तो धेरै समूहहरू त्यहाँ जाने गर्छ र त्यो पर्यटकीय स्थल पनि हो। अहिले सुनिन आएको छ त्यो क्षेत्रलाई ब्ल्याकलिस्टमा राख्ने, नपठाउने भन्नेको छ। त्यसलाई ब्ल्याकलिस्टमा राख्ने होइन, त्यसलाई ग्रेन जोन बनाउने हो। जहाँ दुर्घटना हुन्छ त्यहाँ त्यसलाई चाहिँ ब्ल्याकलिस्टमा राख्दै जाने हो भने हाइवेलाई पहिला फेरि ब्ल्याकलिस्टमा राख्नुपर्ने अवस्था हुन्छ। म नेपाल सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। त्यस कारणले त्यहाँ सुरक्षाका कामहरू चाहिँ अगाडि लैजानुपर्छ। त्यसमा हामीले के काम गर्नुपर्छ, हामीसँग सल्लाह नगरिकन, त्यहाँको जनप्रतिनिधिसँग सल्लाह नगरिकन त्यसलाई ब्ल्याकलिस्टमा लाने काम नगरियोस्। र त्योभन्दा महत्त्वपूर्ण कुरा त्यहाँको बाटोको सुधारको अवस्था हो, जुन चाहिँ धादिङको उत्तरी क्षेत्रलाई जोड्ने त्यहाँको लाइफलाइन, नुवाकोट र रसुवाको पनि लाइफलाइन हो केही क्षेत्रको। त्यो धादिङ बेसीबाट साङकोस हुँदै तिप्लिङ हुँदै सोमदाङसम्म जाने बाटो, त्यसको स्तरोन्नति, त्यसको निर्माणको लागि पनि म सरकार समक्ष सम्मानित सदन मार्फत चाहिँ अनुरोध गर्न चाहन्छु। र त्यो सँगसँगै अर्को एउटा अनुरोध गर्न चाहन्छु। हामीले यो निर्वाचन क्षेत्र नम्बर 2 को 7वटा पालिका र 1 को धादिङको केही पालिकालाई समावेश गरेर बृहत पर्यटक क्षेत्र बनाउने योजना बनाएका छौँ। यसमा नेपाल सरकारले नीति कार्यक्रम र बजेटमा समावेश गर्नेछ भन्ने पनि विश्वास राख्न चाहन्छु।